साथीहरू, हामीलाई लाग्छ आलस्य एउटा सानो कमजोरी हो। तर जब यो हाम्रो बानी र स्वभाव बन्छ, तब यसले हामीलाई भित्रैदेखि खोक्रो बनाइदिन्छ। आज म तपाईँहरूको अगाडि एउटा यस्तो कथा लिएर आएको छु जुन कुनै राजाको वीरता वा युद्धको गाथा होइन, बरु यो त हामी सबैभित्र चुपचाप बसिरहेको त्यो अदृश्य शत्रुको कथा हो जसलाई हामी आलस्य भन्छौँ। यस्तो आलस्य जसले कुनै आवाज नगरी बिस्तारै हाम्रा इच्छाहरू, हाम्रा सङ्कल्पहरू र हाम्रो भविष्यलाई आफ्नो कब्जामा लिन्छ। नमस्कार साथीहरू, प्रेरणादायी कथाहरूको सङ्गालो कथा सागरमा म सुधीर अधिकारी यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आउनुहोस् आजको कथा सुरु गरौँ। धेरै समय पहिलेको कुरा हो। एउटा राज्य थियो जुन बाहिरबाट हेर्दा समृद्ध देखिन्थ्यो, तर त्यसको भित्र एउटा रोग सल्केको थियो, आलस्यको रोग। खेतहरू त थिए, तर त्यहाँ हलो चल्दैनथ्यो। घरहरू थिए, तर त्यहाँका चुलोहरू चिसो हुन्थे। मानिसहरू सधैँ एउटै कुरा भन्थे, आज होइन भोलि गरौँला। तर त्यो राज्यमा भोलि कहिले आएन। अन्ततः काम नगर्नेहरूको सङ्ख्या यति बढ्यो कि उनीहरू राजाको दरबारमा पुगेर अधिकार जमाउँदै भन्न थाले, महाराज, हामीलाई यस्तो ठाउँ बनाइदिनुहोस् जहाँ हामीले काम गर्नु नपरोस् र सित्तैमा खान र सुत्न पाइयोस्। राजाले एकछिन गम्भीर भएर सोचे, त्यसपछि उनीहरूको माग स्वीकार गर्दै एउटा सुविधा सम्पन्न आश्रम बनाइदिए। आश्रममा सबै सुखी थिए, न कामको चिन्ता न त भविष्यको। एक दिनको कुरा हो, ती अल्छीहरूले के गरिरहेका छन् भनेर राजा अचानक त्यहाँ पुगे। उनले देखे त्यहाँ केवल निद्रामा डुबेका निष्क्रिय शरीरहरू र खाली आँखाहरू मात्र थिए। राजाले एउटा निर्णय लिन्छन्। उनले सिपाहीलाई इसारा गरे र आश्रमको एउटा कुनामा आगो लगाइदिन भने। आगोको लप्का देख्ने बित्तिकै आश्रममा रुवा बासेर भागदौड मचियो। महिनौदेखि ओछ्यानबाट नउठेकाहरू पनि ज्यान जोगाउन बाहिरतिर दौडिए। तर त्यो आगोको बीचमा पनि दुईजना व्यक्ति भने कति पनि हल्लिएनन्। जब आगोको राप एकजनाको ढाडसम्म पुग्यो, उसले अर्कोलाई भन्यो, मलाई अलि पोले जस्तो महसुस हुँदैछ, हेर त के भइरहेको छ। अर्कोले आँखासम्म नखोली जवाब दियो, अर्कोतिर फर्किएर सोध, के कराउँछस्। राजाले यो सबै देखिरहेका थिए। उनले सिपाहीलाई आगो निभाउन लगाए र ती दुई व्यक्तिलाई त्यहीँ छोडिदिन आदेश दिए। यो देखेर मन्त्रीहरू छक्क परे। तर राजाले भने, यी दुईजना अल्छी होइनन्, यिनीहरू त चेतना शून्य भइसकेका मान्छे हुन्। जो मानिसहरू आगो देखेर भागे, उनीहरू केवल कामबाट मात्र बच्न खोजिरहेका थिए। उनीहरूलाई सङ्कटले जगाउन सक्छ, उनीहरूलाई सुधार्न सकिन्छ। तर जसको चेतना नै मरिसकेको छ, उसलाई आगोले पनि जगाउन सक्दैन। यस्ता व्यक्तिबाट समाजलाई न त कुनै लाभ हुन्छ न त कुनै आशा। साथीहरू, यो कथा केवल ती दुई व्यक्तिको मात्र होइन, यो त हामी सबैको कथा हो। हामीमध्ये धेरैजसो त्यही वर्गमा पर्छौँ जो सुविधा पाउँदा अल्छी बन्छौँ र सङ्कट पर्दा मात्र सक्रिय हुन्छौँ। सबैभन्दा ठुलो आलसी त्यो होइन जो थकित छ, बरु त्यो हो जसले आलस्यलाई नै आफ्नो स्वभाव मानिसकेको छ र परिवर्तनको इच्छा नै मारिसकेको छ। आफ्नो आलस्यलाई पहिचान गर्नु नै यसमाथि विजय पाउने पहिलो पाइला हो। त्यसैले आजै आफैलाई सोध्नुहोस्, के तपाईँ पनि आफ्नो जीवनमा कुनै ठुलो आगो लाग्ने प्रतीक्षा गरिरहनु भएको छ? याद राख्नुहोस्, जसले आफ्नो आलस्य देख्न सक्छ, ऊ त्यसबाट बाहिर निस्कन पनि सक्छ। तर जो देख्न सक्दैन, ऊ त आगोको बीचमा पनि सुतिरहन सक्छ। साथीहरू,
तपाईँहरू कुन बाटो रोज्नुहुन्छ?